शुभ बिहानी साथीहरू सम्पूर्णमा सुतेरै तपाईँहरूलाई ग्रिटिङ्स है त। र अहिले चाहिँ मेरो टाउको दुखेर यहाँनिर मेरो प्यारीलाई कपाल तान्नु लागेको छु है, मालिस गर्नु लागेको छु। यस्तो भारी भइरहेको छ क्या। हिजो बेलुका चाहिँ पुरा लाइन गयो नि त यतातिर, त्यही भएर गाह्रो भएको थियो सुत्ने बेलामा। अनि बल्लै तलले प्लाकप्लुत भुइँमा ओछ्यान लगाएर सुत्यो। बिहान उठ्दा त भारी टाउको त यार। सो अहिले चाहिँ टाउको एकछिन मालिस गर्नु लगाउने हो। 9 बजिसक्यो यार साथीहरू। बिहान उठेर यताउता सब्जी यताउता बहिनीलाई सहयोग गर्दा टाइम गएको पत्तै भएन क्या। सो अहिले चाहिँ मालिस गराउने हो बुढीलाई एकछिन। मालिस त जहिले गरिदिरहेको हुन्छ है। मेरो टाउको दुख्यो भने उही हो मेरो टाउको मालिस गरिदिने। अनि उसले मालिस गरिदिन्छ एन्ड खानासाना खाएर म चाहिँ कामतिर लाग्छु। र हिजो अर्को कुरा के लाग्यो भने नि, हिजो अफिसमा हाम्रो एसी बिग्रिएको थियो क्या। अनि एसी बिग्रेकोले गर्दा हप्पघरि पनि भइरहेको थियो है। बेलुकी बखत चाहिँ फेरि एसी आफै बन्यो है। अनि त्यसपछि चिसो भएको थियो। यहाँ आएर फेरि मर्ने गरी तात्थ्यो गर्मीले। त्यही भएर पनि टाउको दुखेको हो कि जस्तो लाग्दैछ है। अब यहाँ मालिस गराउने एकछिन एन्ड अफिस पुगेर एसीमा बसेपछि हेरौँ कतिको जाति हुन्छ है। सो हिजो बेलुका पनि मस्त हिँडियो है। इभिनिङ वाक चाहिँ मजाको गरियो हिजो बेलुका चाहिँ बुढाबुढी। अब बिहान उठेर जाने भनेको साथीहरू प्लानिङ, यत्तिकै प्लानिङ मात्रै भइरहेछ। यहाँ मात्रै प्लानिङ भइरहेछ, फिजिकल्ली प्लानिङ सक्सेस पनि भएको छैन है। सो गइएको छैन भनौँ न। आज पनि ढिलो बेरसम्म सुतियो 7:30 बजीसम्म। अनि त्यही भएर गइएन। अब फेरि प्लानिङ गर्नुपर्छ क्या। यहाँ मात्रै प्लानिङ हुने हो कि साँच्ची नै गइने हो त्यो चाहिँ थाहा छैन। बेलुकी पख चाहिँ भइरहेछ हाम्रो इभिनिङ वाक। अब बिहान पनि जानुपर्ने छ है त। अब मालिस गराउँछु ल म एकछिन। लाग्दिएको साथीहरू ड्युटीतिर अब एसीमा बसेर काम गरेकै देखाउँछ है त। त्यतै भेटौँ। गर्मी छ धरानमा बबाले। यस्तो चर्को घाम लाग्छ कि हेर्नु त। घाम चकमन्न खुलेर घाम लाग्छ क्या। त्यही भएर चर्को घाम लाग्छ। गर्मी छ। अब गएर एसीमा बसेर काम गर्ने हो। सो कामतिरै भेटौँ ल। अफिस पनि आइपुग्यो। गर्मी ज्यादा छ बाहिर। बाफरे यस्तो गर्मी कि ओभर नमिठो गर्मी। थ्याङ्क यू। ल साथीहरू हेर्नुहोस् है घाम कस्तो लागेको रहेछ बाहिर। आम्मामा यस्तो चर्को घाम है। बाफरे ओभर चर्को घाममा फेरि बाहिर काममा आउनु पऱ्यो क्या। यहाँ प्रकाश सरलाई हेल्प गर्नुपर्ने हो। सिँढी ठड्याएर बसिरहेछ है। यहाँ मिलाउनु पर्ने अरे। सहयोग गरिदिनु आएको क्या पार्टीलाई। फोनमा पुरा बोल्दैछ है ऊ चाहिँ। उसलाई सहयोग गर्नु आएको म यहाँ। अब यहीँ अड्काउने भयो। कति बेर निकै बेर अल्झाउँछ होला। आधी घन्टा लाग्छ भन्छ है। प्लान्ट चाहिँ दामी छ हेर्नु। के सहयोग गर्नुपर्ने भन्दा हेर्नु न, यत्रो लठा पाइपवाला तार पो तान्नु पर्ने रहेछ क्या। यताबाट मैले ठेल्नु पर्ने, उताबाट बोसले तान्नु पर्ने क्या। तान्नु तान्यो आम्मामा कति साह्रो अल्झेको। तान्नु त्यो लट्ठा पनि कत्रो गरौँ हो यो। यत्रो लट्ठा छ है। गरौँ न गरौँ। ए पाइप जस्तो देखिन्छ देख्न चाहिँ, तर तार हो क्या साथीहरू यो। ल यत्रो लामो छ यार पाइप भन्नु आएछ यार तार। बाहिर त गर्मी यस्तो छ कि सर्दै पर्तिर जाने बेला भएको छ उसको। यो मिलाउनु पर्ने छ कि।
आज चाहिँ आफ्टर सो मच टाइम पछि फेरि फिल्डमा काम गर्यो है, बाहिर निक्लेर। अनि यहाँनिर चाहिँ काम गरेको लट्ठा तान्दैछु क्या। लट्ठा तानेर हेर्नु, हातको गति यस्तो भइहाल्यो। बोस पारी तान्दैछ है। तपाईँहरू देख्नु होला, यो त पाइप हो भन्दैन, तर यो पाइप होइन क्या, तार हो क्या, तारको लट्ठा क्या यत्रो। थोरै गरौँ छैन है, पारीबाट तान्दैछ बोसले, यताबाट म ठेल्दैछु है। अब एकजनाले त यो सम्भवै छैन क्या, लट्ठा ओभर गरौँ अनि पारीबाट ऊ तान्दैछ, म यताबाट ठेल्दैछु, त्यसरी नै मिलो मतमा काम हुँदैछ। बिजोगको पनि महाबिजोग हो है साथीहरू, हेर्नुहोस् त अवस्था। ल हेर्नुहोस् यतातिर कपडाको अवस्था हेर्नुहोस्, यतातिर हेर्नुहोस् कस्तो भएको छ। सबै माथिको धुलो लागेको क्या हामीलाई। पुरा बोसलाई सहयोग गर्दैछु है। अनि यहाँ हाल्नुपर्ने क्या इलेक्ट्रिसियन। हाम्रो बोस चाहिँ खतरा इलेक्ट्रिसियन हो क्या। अब त्यो तार काट्दै हुनुहुन्छ, अर्काको बाइकको सिट काटिदिने बेर लाउँदैन। ल्या हानिदिइसक्नु भएछ। कटर छैन ल त साथीहरू, हामी दाजुभाइको काम चाहिँ स्टिल जारी छ। यो लट्ठा चाहिँ अब यहाँ माथिबाट छिराउनु पर्ने छ क्या। यहाँ चाहिँ सानो दुलो राखिदिएको रहेछ, त्यहाँबाट छिराउनु छ है। बिजोग छ, हातको अवस्था यस्तो भइसकिसक्यो। स्टिल वर्किङ। हामी माथिको दुलो देखाउँछ ल। वेट, सिँढी त सर्ला जस्तो गर्छ त, सल्यात्तै सुल्केर। ओए सुल्किगयो त साँच्ची नै यार। ओ प्रकाश सर, यो त सुल्किँदैछ त नि सिँढी त, सल्यात सल्यात हो। अरे ल्वामै लडियो भन्दाखेरि यो चाहिँ उब्रेको वायर है साथीहरू। अनि यहाँको मेन्टेनेन्स गर्ने काम सक्यो बल्लैले। अब चाहिँ हाम्रो माथिको एसी पनि आउँछ कि त मजाले। हाम्रो गर्मीले त साथीहरू मार्नु लागिसक्यो। हाम्रो अफिसको बिग्रेको एसी चाहिँ यही पर्यो है आजको लागि। हिजो पनि यही बिग्रिएको थियो। अनि हिजो त्यो एसी बिग्रेकोले गर्दा होला कि साथीहरू, यस्तो गर्मीमा बसिएको थियो कि आज त टाउकै दुख्यो क्या। औषधि नै खानु पऱ्यो क्या। बिहान बुढीलाई तान्नु लाउँदा मालिस गरेर आउँदा पनि भएन क्या। सो अब अहिले चाहिँ बेलुका भइसक्यो, 6 बज्नु लाग्यो नि त, 5:40 भइसकिसक्यो। अनि बेलुका भएपछि चाहिँ चिसो चिसो हुँदैछ त्यसको बाजेको एसी। अनि हामी यहाँ चाहिँ अहिले दिदी हुनुहुन्छ पर बिलिङ गर्दै हुनुहुन्छ। अनि म यहाँबाट छु सपोर्ट दिँदैछु केटाहरूलाई, फिल्ड एसिस्ट गर्दैछु। सो काम भने जारी छ। ल त मेरो साथीहरू, आजको लागि ड्युटी अफ भयो है त। टाउको दुखिरहेको थियो, अब घरतिर चल्दै गयो त। A few moments later. ल त मेरो साथीहरू, आजको ड्युटी पनि सकाइवरी म चाहिँ रुम आइपुगिसकेँ है। रुममा आएर अब बसिरहेको छु। अब बुढीको अर्डर आइसकिसक्यो है, बजार जानुपर्छ है सब्जी लिनुलाई भनेर। सो एकछिनमा बजारतिर लाग्छु। सो काम गरेको अनि आजको भ्लग यति नै भयो है त तपाईँहरू माझमा। भोलि नयाँ भ्लग नयाँ भिडियोको साथ फेरि तपाईँहरू माझ फेरि पुनः उपस्थित हुने नै छु। तबसम्म सपोर्ट गरिदिनुहोस् है त। आजलाई भने टेक केयर एन्ड बाई बाई।